हैन हामीले आज भर्खरै पनि विशेष समयमा बोलेका छौँ। अब सरकारको तर्फबाट नयाँ शिक्षा मन्त्री आउनु भएको छ। अब नयाँ शिक्षा मन्त्रीले यसको पहल गर्नुहोस् भन्ने हाम्रो शुभकामना हो उहाँलाई। तर शिक्षकहरूको आन्दोलन यति लामो समय र त्यसमा अहिले पछिल्लो समय स्वास्थ्य कर्मीहरूको अब निजामती ऐनको विषयलाई लिएर अब कर्मचारीहरू आन्दोलनमा आउने सडकमा आउने अवस्था हुन लागेको अवस्था छ। त्यसकारणले यो चाहिँ सरकारको अकर्मण्यता, जुन सरकारले जेका लागि सरकार बनेको थियो त्यो सरकारले आफ्नो उपस्थिति देखाउन नसक्नु र सरकार संवेदनशील हुन नसक्नु, शिक्षकहरूको आन्दोलन आफैमा यो विद्यालय शिक्षा ऐन पनि आइरहेको अवस्थामा बसेर छलफल गरेर सरकार भनेको एउटा अविच्छिन्न संस्था हो र सरकारले पटक पटक गरेको चाहिँ जुन निर्णयहरू थियो, शिक्षकहरूसँग गरेको वार्ताहरू थियो, यसलाई चाहिँ बसेर बहस गरेर दुई पक्ष छलफल गरेर त्यसको कार्यान्वयनको पाटमा जानको लागि गर्नुपर्ने थियो। यसमा सरकार चुकिरहेको छ। अब सरकारले आफूले कुन बाटो हिँड्नुपर्ने हो भने सरकारले बाटो बिराएको त्यसको रिजल्ट हो भन्ने हाम्रो बुझाइ नै। अब पहिला त आउनै पर्यो हैन, आइसकेको अवस्था छैन। अब सदनमा त्यो पेश भयो, अहिले उपसमितिले काम गरिरहेको अवस्था छ। उपसमितिले काम गरेर समिति हुँदै अब सदनमा आयो भने आइसके पछाडि त्यसमा चाहिँ अब जुन संशोधन हामीले हाम्रो पार्टीकै तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ करिब 132 वटा हामीले संशोधन राखेका छौँ। अब ती संशोधनहरू सम्बोधन भएको छ कि छैन हामीले हेर्नुपर्ने हुन्छ। त्यसकारणले अब हामी त शिक्षकहरूको पक्षमै हो। जहिले पनि शिक्षकहरू मात्रै होइन, कुनै पनि पक्ष सडकमा आएर तपाईँको धेरै दिन यसरी सरकारलाई खबरदारी गर्न नपरोस् भन्ने पक्षमा हामी हो। त्यसकारणले हेरौँ अब पहिला विधेयक आओस्, विधेयक आएपछि हामी छलफल गर्छौँ। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com